रामकै पछि लाउला तिम्रो घर मै जाउँला ए रामकै पछि लाउला परिवार खोजौँला। नमस्कार, जय मानव सेवा। रामकै नामले संसार चिनाउँछ पुण्य कामले। आउनुहोस् तपाईँ हामी मिली पुण्य काम गर्नका लागि अगाडि बढौँ। तपाईँहरूको साथ सहयोगले धेरैजना बुवा दाजुभाइ दिदीबहिनीहरूको घर पुर्याउन हामी सफल भएका छौँ र अहिले एकजना चेली एकजना दिदी तपाईँहरूको बिचमा लिएर आएका छौँ। उहाँ विगत लामो समयदेखि मानव सेवा आश्रमको संरक्षणमा हुनुहुन्छ र अहिले उहाँको स्वास्थ्यमा राम्रो परिवर्तन आएसँगै उहाँले केही कुराहरू बताइरहनु भएको छ, परिवारको आफ्नो थाहा पाएका कुराहरू। ती थाहा पाएका कुराहरू तपाईँको बिचमा लिएर आएको छु मैले। अहिले यति बेला तपाईँहरूको मोबाइलमा आइरहेको भिडियो तपाईँले एक सेयर गरेर उहाँको परिवारसम्म पुग्नको लागि मद्दत गरिदिनु भयो भने ठुलो पुण्य कार्य हुनेछ। आउनुहोस्, उहाँसँग जे यस्ता कुराहरू हुन्छन् ती सबै तपाईँहरूको बिचमा लिएर। दिदी नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? उहाँ अगाडि हेरिस्। घर कहाँ हजुरको? दाङ घरै ढोलिनी। दाङ घोराइ? दाङ कि घोराइ? घोराइ ढोलिनी। घोराइ ढोलिनी। अनि को हुनुहुन्छ घरमा? बाबा मम्मी। अरू? अङ्कल आन्टी। हजुरको दाजुभाइ दिदीबहिनी? तिनवटा अङ्कल आन्टी। हजुर। अनि बाजे बुवे। हजुर। अनि दाइ भाउजू। हजुर। अनि भाइ बहिनी। अनि हजुरको शुभ नाम? के भन्नु? हजुरको नाम नि? मनिषा घटी मगर। मनिषा घटी मगर। अनि बुवाको नाम? लाचना घटी मगर। आमाको? सीता घटी मगर। हजुर कति भयो घरबाट निस्किएको? 1 वर्ष भयो। किन निस्किस्? मेरो दिमाग कन्डिसन बानी छ, त्यही भएर त्यही भएर। ए त्यति बेला बिरामी भएर निस्किनु भयो? हजुर। अब घर जाने कि यहीँ बस्ने? घर जाने। अनि हजुरको दाजुभाइ दिदीबहिनी हुनुहुन्छ? हजुर। के हो दाइहरूको नाम भन्न मिल्छ? दाइको नाम विनोद। विनोद? दाइको नाम विनोद? अनि अरू भाइ अरू कतिवटा दाइहरू हजुरको? ठुल्पाको छोराको नाम रिसम लक्ष्मण घटी मगर। हजुर। अनि भाउजूको नाम लक्ष्मीमा र डिरु घटी मगर। हजुर। अनि हाम्रो विनोद दाइको बुढीको नाम र सुशीला घटी। ए हजुरको घर भएको ठाउँको नामलाई के भन्छ अरे? 18 नम्बर वडा भन्छ। अनि ठाउँको नाम के हो त्यहाँ? ढोलिनी। ढोलिनी। अनि हजुरको त्यो ठाउँमा अलिकति त्यहाँ अलिकति ठुला बडा मान्छेहरू? चोक छ, अनि चोकमा ढोलिनी देखेको ढोलिनी भन्छ। त्यहाँबाट कति टाढा लाग्छ हजुरको? त्यो बजारबाट झर्ने बित्तिकै 1 घन्टा 1.5 घन्टा भए हिँड्दै पुगिन्छ। 1.5 घन्टामा पुगिन्छ। अनि हजुर कति कक्षासम्म पढ्नु भयो दिदी? नर्सरी। नर्सरीमा त अरू पढ्नु भएन? निमाज भयो त्यही भएर। स्कुलको नाम थाहा छ? हजुर। के हो स्कुलको नाम? बोर्डिङ स्कुल हो। नाम थाहा छैन? अरू हजुरले त्यहाँ वरिपरि के थाहा छ? घर चाहिएको धेरै थाहा छ। घर त देखेको छु, चिन्छु घर। घर चिन्नुहुन्छ? हामीले भिडियो बनाइरहेको छौँ घर जानलाई। अप्ठ्यारो हुन्न नि? अप्ठ्यारो हुन्छ घर जाने? अब आउनुहोस् त, सुन्नुभयो होला हजुरले उहाँले भनेका ती कुराहरू। अब म तपाईँ हामी मिलेर उहाँको परिवार खोजी कार्यालय दाङ घोराइसम्म भिडियो पठाएर सहयोग गरौँ। साँच्चै नै निस्वार्थ सेवाले साह्रै आनन्द मिल्छ। यो साह्रै आनन्द लिनको लागि अब पालो तपाईँहरूको। आउनुहोस्, तपाईँ हामीले सेयर गरेको भिडियोले उहाँको परिवार सम्पर्कमा आउन सक्छ, छुट्टीको परिवार एक बन्नको लागि मद्दत गर्न सक्छ। अब पालो तपाईँ अनि हाम्रो।